दर्शन नमस्ते सबैजनालाई। यस्तै जाडोमा चिसोमा आज सानो एउटा सामान चाहिएर बङ्गालीको बगलातिर जाऊँ भनेर आएको छु। मौसम निकै चिसो छ हैन, तपाईहरुले देखिरहनु भएको छ मौसम धेरै नै चिसो चिसो भइरहेछ। के गर्नु, चिसोमा धेरै चिसो हुन्छ, गर्मीमा फेरि बसी खाने सकिन्न। त्यही भएर यहाँको अवस्था, यहाँको मौसम यस्तै छ। के खाद्यान्न सामानहरू लिन जाऊँ कि भनेर आएको हो। सामान पाउँछ पाउँदैन, हाम्रो त नजिकको बगलामा सामान रहेनछ, त्यही भएर आएको। कस्तो छ पनि यता बङ्गालीहरूको दोकानमा। बङ्गालीले संसार खाएको छ, व्यापार गर्नलाई बङ्गालीलाई कहिले सकिन्न हैन। त्यही भएर भ्यूहरू, यहाँको भ्यूहरू यस्तो छ। आज देखिरहनु भएको छ तपाईहरु। बङ्गालीको दोकान चाहिँ नजिकै आइपुग्यो।